ल है फेरि वेलकम छ है मेरो भिडियोमा सबलाई स्वागत छ। अहिले चाहिँ रातिको होइन 12 बजिरहेछ। हामी चाहिँ यता घुम्दै यो साथीहरू चाहिँ पछाडि छ है मेरो। यसरी छ म हजुरहरूलाई भिडियो देखाउँदै हिँड्छु ल। जाडो जाडो चिसो चिसो छ है। यस्तो छ यहाँको नजारा। साथीहरू त्यहाँ छ। अलि अँधेरो भएर क्वालिटी चाहिँ लो छ भिडियोको होइन त। भिडियो म देखाउँदै जान्छु है त बाटोहरू है। हजुरहरू चाहिँ हेर्दै जानुहोस्। हामीलाई गाडीले छोडिदिएको होइन। स्टेसनमा बसिरहेको थियो है। अनि ड्राइभरले हामीलाई यसो हेऱ्यो तर उनीहरूले रोक्नु पर्ने हो नि त स्टेसनमा त गाडी। मान्छेको होस् या नहोस् यसो होइन रोक्नु पर्ने अब यहाँको सिस्टमै त्यस्तै हो। अब हामी अब नेपालीहरू देखेर होला क्या हामीलाई यसो हेऱ्यो है। अनि गाडी नै नरोकिकन स्वयं गइदिएर क्या। अनि हामी चाहिँ अब हिँड्दै अब रुमसम्म जानुपर्छ। अब न गाडी पाउँछ न के पाउँछ। लगभग 1 घन्टाको बाटो छ। ठिक छ ल हिँडेरै भए पनि जानै पऱ्यो नि त होइन। ठाउँ चाहिँ मस्त छ है टक्क। यो सानो सानो चाहिँ पसल हो। अहिले रातिको समय भएर बन्द छ नि त। दिउँसोतिर आयो भने चाहिँ यिनीहरू चाहिँ खुल्ला हुन्छ। यहाँ लुगासुगा खानेकुराहरू अब समथिङ होइन त्यस्ता त्यस्तै अब के सामानहरू चाहिँ टन्नै राखिरहेको हुन्छ यहाँ चाहिँ। सबैमा यस्तो सबै बन्द गरेर हिँडेको छ। मान्छे पनि कोही छैन ल। चिसो चाहिँ एकदम चिसो छ होइन। हात पनि अब चिसो भइसक्यो क्या। अब यसरी भिडियो रेकर्ड गरेर हिँड्दा हिँड्दै यो के हो यो ढुङ्गा छ त यहाँ यार। अगाडिबाट हेरौँ है। ए यस्तो लेखेर राखेको रहेछ है। वीडियो भी काफी बनाएगा।
इतना साला छोटा है इधर 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 ऊपर हो यता अबे इधर देखना इधर इधर देख इधर ऊपर लाल है लाल ल अब हामी मार्केट जान्छौँ होइन मार्केट गर्छु छुट्टी छ नि त भोलि र पर्सि छुट्टी मनाउनु पर्यो नि त आज राति होइन छुट्टी मनाउनु पर्छ है अब ल अब हामी चाहिँ आइपुग्यो है त आजको लागि यति नै है ल